फुटबलमा गोल गर्ने खेलाडीहरू मात्र हिरो हुँदैनन्। कहिलेकाहीँ टिमका लागि बल लिने, बल रोक्ने, खेल सम्हाल्ने खेलाडीहरू नै असली हिरो हुन्छन्। तर के हाम्रो समाजले तिनलाई चिन्दछ? के हामी तिनको योगदानलाई सम्मान दिन सक्छौं? आज म तपाईहरुसँग एउटी यस्ती खेलाडीको कथा लिएर आएको छु जसले आफ्नो 15 वर्ष नेपाली फुटबललाई दिइन्, जसले देशका लागि विदेश जाने अवसर अस्वीकार गरिन्, जसले चोट सहेर पनि हार मानिनन्। नेपाली फुटबल की एक साँचो योद्धा रेनुका नगरकोटे। नमस्कार, म असिमजङ कार्की स्वागत गर्न चाहन्छु द ट्रु थट अफ नेपाली फुटबलको 7औं एपिसोडमा। आज हामी कुरा गर्न गइरहेका छौं नेपाली महिला फुटबलकी एक अविश्वसनीय खेलाडी रेनुका नगरकोटेको बारेमा। यो नाम धेरैको कानमा नपरेको हुन सक्छ, तर उनी मैदानमा नपर्दा नेपाली टिमको मिडफिल्ड चल्न गाह्रो हुन्छ। उनले खेलेको पोजिसन, उनको योगदान, उनको संघर्ष र उनी प्लेयर अफ द टुर्नामेन्ट कसरी बनिन्, आज हामी यस विषयमा चर्चा गर्दैछौं। यदि तपाई मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्नुहोला, लाइक, कमेन्ट र शेयर चाहिँ गर्न नभुल्नुहोला। आउनुहोस् भिडियो सुरु गरौँ। रेनुका नगरकोटे मैदानमा देखिने भन्दा धेरै ठूलो प्रभाव राख्ने खेलाडी हुन्। धेरैले उनलाई नोटिस नगरेको हुन सक्छ किनकि उनी स्ट्राइकर होइनन्, उनी गोलकिपर पनि होइनन्। उनी मिडफिल्डको त्यस्तो पोजिसनमा खेल्दछिन् जुन पोजिसनका खेलाडीहरू प्राय छायामा नै रहन्छन्। सेन्ट्रल डिफेन्सिभ मिडफिल्डर। सेन्ट्रल डिफेन्सिभ मिडफिल्डर भनेको टिमको रक्षा र आक्रमकको पुल हो। यो यस्तो पोजिसन हो जहाँ बल हरेक सेकेन्ड आउँछ र जान्छ। यहाँ गल्ती गर्ने ठाउँ हुँदैन। यहाँ खेलाडीलाई स्मार्टनेस, अट्याकिङ, ट्र्याकलिङ, भिजन अनि मानसिक मजबुत चाहिन्छ। फुटबल इतिहासमा धेरै उत्कृष्ट सेन्ट्रल डिफेन्सिभ मिडफिल्डर खेलाडीहरू छन्, तर प्राय उनीहरूलाई अग्रपंक्तिमा उभिएका खेलाडीहरू जस्तो चर्चित बनाइदैन। के तपाईलाई सर्जियो बुस्केट याद छ? उनी एफसी बार्सिलोनाको महत्त्वपूर्ण हिस्सा थिए, तर चम्कने खेलाडी मेसी, नेमार वा इनिएस्ता थिए। एङ्गोलो कान्तेलाई हेरौँ, उनी फ्रान्सलाई वर्ल्ड कप जिताउन महत्त्वपूर्ण भूमिका खेलेका थिए, तर हेडलाइनरहरू एम्बापे र ग्रिजम्यानले पाए। ठीक यस्तै रेनुका नगरकोटे नेपाली महिला फुटबलको बुस्केट, कान्टे वा काश्मीरो हुन्। उनी त्यो खेलाडी हुन् जसले अरूलाई चम्कन दिन्छन्, जसले टिमलाई सन्तुलित बनाउँछिन्, जसले गेमलाई आफ्नो उपस्थितिबाट सुरक्षित गर्छन्। रेनुकाको खेल्ने शैली उनकै पोजिसन जस्तै गम्भीर छ। उनी विपक्षको अट्याक सुरु हुन नपाउँदै बल रोक्न सफल हुन्छन्। उनी 1 भर्सेस 1 डिफेन्समा बलियो छिन्। उनको ट्र्याकलिङ स्किल र इन्टरसेप्सन गेम पढ्ने क्षमताले मैदानमा उनको दबदबा देखिन्छ। उनी बललाई होल्ड गर्ने कि वान टच पास गर्ने निर्णय तुरुन्तै गर्न सक्छन्। विपक्षको प्रेसिङलाई तोड्न उनको पासिङको क्षमताले ठूलो भूमिका खेल्छ। उनी फुलब्याकहरूसँग राम्रो कम्युनिकेसन गर्छिन्, जसले गर्दा डिफेन्स पनि सुरक्षित रहन्छ। तर उनी केवल एक उत्कृष्ट मिडफिल्डर मात्र होइनन्, उनी नेपाली महिला फुटबल टिमकी पूर्व कप्तान पनि हुन्। अन्जिला सुब्बा कप्तान बन्नु अघि उनले नेपाली टिमको नेतृत्व गरेकी थिइन्। 53औं अन्तर्राष्ट्रिय खेल खेलिसकेकी उनी नेपाली महिला फुटबलको अनुभवी खेलाडी मध्ये एक हुन्। अहिले उनी एफपीएफ क्लबमा आबद्ध छिन्। रेनुका नगरकोटेले खेल मात्र खेलिनन्, उनले नेपाली फुटबलमा त्यागको एउटा उदाहरण सेट गरिन्। उनी अस्ट्रेलिया जान सक्थिन्, तर उनले नेपाल रोजिन्। किनभने उनलाई पैसा मात्र होइन, राष्ट्रिय जर्सीको सम्मान चाहिन्थ्यो। नेपाली फुटबलमा अवसरको अभाव छ। खेलाडीहरूका लागि भविष्य सुरक्षित छैन, राम्रो तलब छैन, सुविधा छैन, तर उनी नेपालमै खेलिरहन्। चोटका कारण धेरै खेलाडी टिमबाट हराउँछन्, तर रेनुका नगरकोटे अझै बलियो भएर फर्किन्। चोटपछि पुरानो स्तरमा फर्किनु सजिलो थिएन, तर उनले त्यो असम्भवलाई सम्भव बनाइन्। प्लेयर अफ द टुर्नामेन्ट जित्नु कुनै संयोग होइन, यो सङ्घर्षको नतिजा हो। मैदान भित्रको मेहनत र मैदान बाहिरको त्यागको सम्मान हो। तर प्रश्न उठ्छ, के नेपालले यस्ता खेलाडीहरूको कदर गर्छ? आज पनि नेपाली महिला फुटबल न्यून बजेटमा सीमित छ, तलब सुविधा न्यून छ, भविष्यको ग्यारेन्टी छैन, तर यस्ता खेलाडी मैदानमा ज्यान दिएर लड्छन्। यो पुरस्कार रेनुका नगरकोटीको मात्र जित होइन, यो नेपाली महिला फुटबलको जित हो। यो सपना देख्ने, निरन्तर लड्ने, कहिले हार नमान्ने प्रत्येक नेपाली खेलाडीको जित हो। अहिले उनी अन्डररेटेड छिन्, तर एक दिन यो मुलुकले उनलाई सम्झिनेछ। उनी नेपाली फुटबलको एक प्रेरणादायी कथा बन्ने छिन्। उनी सिर्जना गर्ने खेलाडी होइनन्,
तर सम्भावना बनाउने खेलाडी हुन्। रेणुका नगरकोटेलाई मेरो सलाम। नेपाली फुटबललाई सम्मान, जे नेपाल, जे नेपाली फुटबल। धन्यवाद।